आज भने म हाम्रो नेपालीहरूको मिठो लोकल खाना कोदोको रोटी बनाउँदैछु है र हजुरहरू सामु भिडियो पनि सेयर गर्दैछु। नमस्ते सबैजनालाई र यो भिडियोमा धेरै स्वागत छ है। ल हेर्नुस् त यो कोदोको खानामा चाहिँ कति धेरै फाइदा हुँदो रहेछ। मुख्य गरी पौष्टिक तत्त्वहरू, फाइबर, आइरन, क्याल्सियम आदि अनि पाचन प्रणालीमा पनि राम्रो बनाउँदो रहेछ। अर्को कुरा सुगर डायबिटिज नियन्त्रणमा पनि सहयोग गर्दो रहेछ नि। र मुख्य कुरा त हाम्रो तौल नियन्त्रणमा पनि मद्दत गर्दो रहेछ। त्यसैले कोदोको खानालाई कहिल्यै घिरा नगरौँ। हेर्नुस् त यो खानामा कति धेरै फाइदा हुँदो रहेछ नि। हुन त कतिपयलाई यो खाना मन नपर्न पनि सक्छ, तर मलाई भने यो एकदमै मनपर्छ। हेर्नुस् त कुरा गर्दा गर्दै रोटी पनि पाकिसक्यो र म यो रोटीसँग खानको लागि सिद्राको अचार पनि बनाउँदैछु। सिद्रा भने मैले छुट्टै पोलिसकेको थिएँ र यसलाई छुट्टै पछि मिसाउनको लागि छुट्टै पिस्दैछु है। र अब म अर्को चटनी पनि बनाउँदैछु। यसमा छ धनिया, टमाटर, तिल, टिमुर यो सबै मिक्स गरेर अर्को चटनी बनाउँदैछु। र अब भने खाना रेडी भयो, म खान लागेँ है। अनि अहिले हजुरहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, हजुरहरूलाई धेरै धन्यवाद। अनि मन पर्यो भने लाइक कमेन्ट गर्न नबिर्सनु है। सबैजनालाई धेरै धन्यवाद। थ्याङ्क्स फर वाचिङ। बाई बाई।